के तपाईलाई पनि फ्रीमै एआई द्वारा यस्तो क्लास 5 का विद्यार्थीहरू एउटा सजिलो गणितको प्रश्न अनि यस्तो भिडियो बनाउन मकैबारीमा गयो भने किसान रिसाउँछन्, जङ्गलमा बस्यो भने पुग्दैन। मन छ? यदि मन छ भने आउनुहोस् लागौँ कम्प्युटर स्क्रिन। सर्वप्रथम तपाईँ गुगल क्रोम ब्राउजरमा जानुहोस्। यसरी क्रोम ब्राउजरमा जानु भइसकेपछि टाइप गर्नुहोस् गुगल फ्लो, GOOGLEFLOW, गुगल फ्लो। गुगल फ्लो टाइप गरिसकेपछि इन्टर थिच्नुहोस्। इन्टर गरिसकेपछि गुगल फ्लोको यो लिङ्क खुल्नेछ, जुन फर्स्ट लिङ्कमै तपाईँ क्लिक गर्नुभएपछि यो गुगल फ्लोको यो इन्टरफेस खुल्नेछ। यदि तपाईँले गुगल फ्लो चाहिँ फर्स्ट टाइम ओपन गर्दै हुनुहुन्छ भने चाहिँ तपाईँले जीमेल अकाउन्टबाट लगइन गर्नुपर्ने हुन्छ भने मैले चाहिँ मेरो पहिला नै जीमेल लगइन भइसक्यो। यसरी लगइन भइसकेको जीमेल अकाउन्टबाट गुगल फ्लोको यस्तो इन्टरफेस खुल्नेछ, जस्तो न्यू प्रोजेक्ट भनेर यसरी देखाउनेछ। यसरी अब तपाईँ यो न्यू प्रोजेक्टमा जान सक्नुहुनेछ। न्यू प्रोजेक्टमा क्लिक गर्नुभएपछि यस्तो इन्टरफेस खुल्नेछ, जुन इन्टरफेसमा तपाईँले अब चाहिँ यहाँ अन्य च्याट जिपिटी अन्य एआई टुलको जस्तै यस्तो इन्टरफेस आउनेछ। गुगल फ्लोमा तपाईँले भिडियो बनाउनको लागि चाहिँ पहिले फोटो पनि बनाउन मिल्छ। फोटो बनाउनको लागि यहाँ सिलेक्ट गर्नुपर्ने हुन्छ, जस्तो रेसियो जुन 16.9, 4.3, 1.1 यो रेसियो कुन रेसियोमा बनाउने, यो फोटोको लागि हो भने तल चाहिँ यो भिडियोको लागि छ। भिडियो बनाउनको लागि चाहिँ 16.9मा बनाउने कि 9:16मा बनाउने भनेर तपाईँले यो चुज गर्न सक्नुहुनेछ, सेभ गर्न सक्नुहुनेछ। जस्तो 1x भनेको एउटा, x2 भनेको दुईवटा, कतिवटा भिडियो बनाउने त्यो क्लिक गर्न सक्नुहुनेछ। त्यसपछि तपाईँले अब त्यो भिडियोमा यहाँ स्क्रिप्ट दिनु सक्नुहुनेछ। जसरी मैले चाहिँ पहिले स्क्रिप्ट लेखेर राखिसकेको थिएँ, त्यही स्क्रिप्टलाई मैले यहाँ पेस्ट गरेँ। स्क्रिप्टसँगै तपाईँले चाहिँ यदि फोटोलाई पनि एट्याच गर्न चाहनुहुन्छ भने फोटो एट्याच गर्नुपर्ने हुन्छ। स्क्रिप्टमा तपाईँले कस्तो भिडियो बनाउने हो त्यो भिडियोको लागि तपाईँले आफूले चाहे जस्तो प्रम्प्ट दिन सक्नुहुनेछ। र यदि भिडियो चाहिँ नेपालीमा बनाउन चाहनुहुन्छ भने कि फर्स्टमै कि लास्टमा तपाईँले मेक अर क्रिएट भिडियो इन नेपाली ल्याङ्ग्वेज रेसियो 9:16 भनेर हाल्न सक्नुहुनेछ। र यदि फोटो युज गर्नुहुन्छ, यदि तपाईँलाई त्यो भिडियोमा चाहिँ तपाईँकै फोटो राखेर तपाईँ आफैले बनाउन चाहनु भएको छ भने चाहिँ फोटो राख्न सक्ने। फोटोको लागि चाहिँ तपाईँले आफ्नो फाइलमा जाने, फाइलमा गइसकेपछि यसरी फोटो क्लिक गर्ने। फोटोमा क्लिक गरिसकेपछि तपाईँलाई फोटो अपलोड हुन केही समय लाग्छ। यसरी यहाँ मेरो फोटो अपलोड भइरहेको छ। फोटो अपलोड भइसकेपछि तपाईँले त्यही फोटोमा क्लिक गर्नुपर्ने हुन्छ। अहिले चाहिँ केही छिन समय लाग्छ फोटो अपलोड हुनको लागि। यसरी भन्दा भन्दै फोटो पनि अपलोड भइसकेको छ। र फोटो अपलोड भइसकेपछि तपाईँले अब चाहिँ प्लस बटनमा गएर इमेजमा जान सक्नुहुनेछ। यसरी इमेजमा गइसकेपछि यहाँ प्लस बटनमा जाने, प्लस बटनमा गएपछि इमेज आउँछ। इमेजमा तपाईँले आफ्नो इमेजमा लागि सिलेक्ट गरेर इन्टर गर्न सक्नुहुनेछ। तपाईँले यो पिसीमा जस्तै आफ्नो फोनमा पनि यसरी नै गर्न सक्नुहुनेछ। एउटै सिस्टम रहनेछ फोन र यसमा। जस्तो मैले यहाँ प्रम्प्ट दिइसकेको छ, यो प्रम्प्ट चाहिँ तपाईँले पढ्न सक्नुहुनेछ। अब यो सँगै मैले चाहिँ यो अगाडिको एउटा भिडियो बनाएको थिएँ, त्यो भिडियोको सेकेन्ड पार्ट बनाउन खोजिरहेको छु। मैले त्यसको लागि भिडियो पनि सिलेक्ट गरेर त्यो भिडियो पनि अपलोड हुँदैछ। यो भिडियोको चाहिँ मैले सेकेन्ड पार्ट बनाउन खोज्दैछु। जुन यो भिडियो मैले पहिला नै बनाइसकेको थियो भने यसको मलाई सेकेन्ड पार्ट चाहिएको छ, त्यसको लागि चाहिँ म भिडियो बनाउन गइरहेको छु अहिले। तपाईँले यसमा चाहिँ फर्स्ट टाइम भिडियो बनाउन चाहनुहुन्छ भने यसमा 10 सेकेन्डको भन्दा भिडियो बनाउन मिल्दैन। 10 सेकेन्डको भिडियो भन्दा बन्दैन र अर्को सेकेन्ड टाइममा फेरि 10 सेकेन्डको बनाएर त्यसलाई अन्य विभिन्न एपबाट चाहिँ तपाईँले त्यसलाई जोड्न सक्नुहुनेछ र एडिट गर्न सक्नुहुनेछ है त भिडियो। यसको लागि चाहिँ तपाईँलाई अब पहिलाको भिडियो प्रिभियस भिडियोको कन्टिन्युअसली त्यही अनुसारको बनाउनको लागि चाहिँ तपाईँले त्यही अनुसारको प्रम्प्ट हाल्नुपर्ने हुन्छ भने तपाईँलाई अर्को एउटा यहाँ महत्त्वपूर्ण कुरा के छ भने यो गुगल फ्लोमा चाहिँ भिडियो बनाउनको लागि तपाईँलाई दिनको क्रेडिट चाहिँ 50 क्रेडिट भन्दा दिएको हुँदैन। जस्तो तपाईँले एउटा भिडियो बनाउनको लागि 15 क्रेडिट चाहिन्छ भने
3टा भिडियो बनाउनको लागि 3टा भिडियोसम्म बनाउन पाइन्छ। त्यसको लागि यो क्रेडिट, अब मैले यो भिडियो हानेर भिडियोलाई प्रम्प्ट दिएर ओके गर्दाखेरि यो क्रेडिट माग्छ। एउटा भिडियोको लागि तपाईँको 15 क्रेडिट खर्च हुन्छ है भनेर यसले एप्रुभ गर्ने कि एप्रुभ नगर्ने भनेर सोच र हामीले यदि भिडियो बनाउने हो भने एप्रुभ गर्ने। 50 गुगल क्रेडिट दिएको हुन्छ भने गुगल फ्लो क्रेडिट दिएको हुन्छ, त्यही क्रेडिट युज गरेर दिनको तपाईँले 10 सेकेन्डको 3टा भिडियो चाहिँ बनाउन सक्नुहुनेछ। 3टा भिडियो बनाउनको लागि मैले फर्स्ट टाइम 10वटाको प्रयोग गरिसकेँ। यसको लागि पनि एप्रुभ हानिदिएँ। एप्रुभ हानिसकेपछि अब भिडियो तयार हुँदैछ। अब केही छिनमा हाम्रो भिडियो तयार हुन्छ, भिडियो जेनेरेसन हुँदैछ। यो भिडियो जेनेरेसन हुन चाहिँ केही समय लाग्छ, तपाईँले वेट गर्नु सक्नुहुनेछ। वेट गर्नुपर्ने हुन्छ, यो नेट पनि स्ट्रङ नै चाहिन्छ यो भिडियो जेनेरेसन हुनको लागि। ल मेरो भन्दै तयार भइसक्यो, सेकेन्ड पार्टको भिडियो पनि तयार भइसक्यो। जुन हाम्रो यो फर्स्ट पार्टको मैले सेकेन्ड पार्ट बनाएको, यो चाहिँ पब्लिक स्पिकिङ सम्बन्धी थियो भने अब हामी त्यो भिडियोलाई गएर हेर्न सक्छौँ है त। ल यो भिडियो चाहिँ यस्तो बनेको छ। ल मेरो यो सेकेन्ड पार्टको भिडियो यस्तो रहेको छ है त। स्टेज फियर कमजोरी होइन, कन्फिडेन्स भनेको डर नहुनु होइन। डर हुँदाहुँदै पनि बोल्न सक्नु नै साँचो कन्फिडेन्स हो। ल हस् त, धन्यवाद। यसरी नै हो गुगल फ्लोबाट भिडियो बनाउने। यदि केही समस्या पऱ्यो भने सम्झिन सक्नुहुन्छ है त, कमेन्ट मार्फत भन्नु होला। राम्रो भिडियो कस्तो लाग्यो, यदि उपयोगी लाग्यो भने एनबी अफिसियल युट्युब च्यानललाई लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब गर्न नभुल्नु होला। आगामी दिनहरूमा पनि म हजुरहरूमा यस्तै भिडियोहरू लिएर आउँछु। थ्याङ्क्स फर वाचिङ दिस भिडियो।